सबैजनालाई नमस्कार। आज म त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि सुरु गरेको अनलाइन परीक्षा फारम कसरी भर्ने भन्ने कुरा लिएर आएको छु। योभन्दा अघिल्लो पटक पनि मैले भिडियो बनाएको थिएँ। त्यो भिडियो अलि लामो भएको थियो किनभने त्यसमा पुरानो विद्यार्थीहरूले के गर्ने, नयाँ विद्यार्थीहरूले के गर्ने फरक कुराहरू थियो भने अहिले मैले त्यसमा युजर आइडी र पासवर्ड रेडी भइसकेपछि के गर्ने भन्ने कुरा अलि विस्तृत रूपमा लिएर आएको छु। यदि युजर आइडी र पासवर्ड नै थाहा छैन हजुरहरूलाई भने योभन्दा अघिल्लो भिडियो एकचोटि हेर्नु होला। मैले योभन्दा अघिल्लो भिडियोमा राखेको छु र युजर आइडी पासवर्ड रेडी भइसकेको छ भने अब यसपछि चाहिँ हजुरले यो भिडियो हेर्न सक्नुहुन्छ। अब जसको लागि सुरुमा के चाहिन्छ भन्ने कुरा थाहा हुनु पर्यो है हजुरहरूलाई। यसको लागि के चाहियो भने युजर नेम र पासवर्ड थाहा हुनु पर्यो हजुरहरूलाई हैन। त्यसपछि एउटा फोटो चाहियो, फोटो रिसेन्ट चाहियो है, 3 महिनाभित्रको फोटो चाहियो। अनि अर्को चाहिँ हजुरहरूलाई सब्जेक्ट थाहा हुनु पर्यो। यति कुरा भइसकेपछि हामीले फारम भर्न सक्छौँ। त्यसको लागि हजुरहरू चलाउने कुनै एउटा ब्राउजरमा जानु। ब्राउजरमा गइसकेपछि URL बारमा student.exam.edu.mp र इन्टर गर्नु। इन्टर गरिसकेपछि यसमा हजुरहरूले युजर नेम र पासवर्ड मागेको हुन्छ। यदि युजर नेम र पासवर्ड थाहा छैन भने के गर्ने भन्ने कुरा योभन्दा अघिल्लो भिडियोमा हेर्नु होला। मैले यसमा त डिस्क्रिप्सनमा पनि राखिदिएको छु, त्यहाँबाट पनि हेर्न सक्नुहुनेछ। यसमा युजर नेममा हजुरको मेल हाल्नु, इमेल हाल्नु। के छ हजुरको इमेल, अनि यसमा चाहिँ पासवर्ड हाल्नु है त। युजर नेम र पासवर्ड हालिसकेपछि यसलाई साइन इन गर्नु। साइन इन गरिसकेपछि हजुरको सुरुमै यसमा हेर्नु त, यसमा यसको लेफ्ट साइडमा ट्रान्सक्रिप्ट इन प्रोभिजनल भन्ने एउटा अप्सन, प्रोभिजनल रिक्वेस्ट भन्ने एउटा अप्सन छ भने एउटा एक्जाम फर्म छ। अब हामी एक्जाम फर्म भर्न गइरहेका छौँ। हामी सिधै एक्जाम फर्ममा जाउँ। एक्जाम फर्ममा गइसकेपछि यहाँ माथि हजुरको रेजिस्ट्रेसन नम्बर आयो, रेजिस्ट्रेसन नम्बर, फ्याकल्टी, लेभल, यो सबै कुरा आउँछ। तल जानु हजुर एक्जाम सिलेक्सन हेर्नु त। एक्जाममा जानु, सिलेक्सन इन अप्सन हुन्छ। त्यहाँनिर त्यो फ्याकल्टी अन्तर्गत के सब्जेक्टहरू हुन्छ त्यो कुराहरू आउँछ है, प्रोग्रामहरू के छ। यसमा क्लिक गर्नु एकचोटि। त्यसपछि रेगुलर हैन टाइप भयो, फ्याकल्टी पनि आउँछ। अब तल फेरि लेभल आउँछ है। लेभल आयो। लेभलमा त्यहाँ कुन लेभलको फर्म भर्ने हो यो लेभलहरू यो लिस्टमा देखाउँछ। लिस्टमा क्लिक गरिसकेपछि कुन हो, हामीले ब्याचलर गर्दैछौँ, ब्याचलरमा जाउँ। प्रोग्राममा अब यसमा एउटै छ र पार्ट अहिले फर्स्ट इयरको मात्र फर्म खुल्या भएर फर्स्ट इयर मात्रै छ यो कुरो। यसपछि अब तपाईँलाई फोटो चाहिन्छ है, तत्काल रिसेन्ट 3 महिनाभित्रको चाहिँ फोटो चाहिन्छ। धेरै पुरानो फोटो हुँदैन भन्छ। यहाँ जाँदा एउटा फोटो चाहिँ सिलेक्सन गर्नु, साइज फोटो पहिले रेडी गरेर राख्नु पर्यो। त्यसपछि थोरै तल जानुहोस्। तल गइसकेपछि यहाँनिर ग्रुप भन्ने आउँछ है। ग्रुप 1 र ग्रुप 2 छ। मैले एजुकेसनको गर्दैछु। एजुकेसनमा के हुन्छ अरे मेजर र माइनर भन्ने हुन्छ। मेजर र माइनर हुनाले यसलाई ग्रुपलाई 2 ग्रुपमा छुट्याएको छ सब्जेक्टहरूलाई। एउटा कम्पलसरी हुन्छ, कम्पलसरीलाई यसमा राखेको छैन, कम्पलसरी अटोमेटिक आउने भइहाल्यो। त्यसपछि ग्रुप 1 भनेको छ, ग्रुप 1 मा मेजर ग्रुप भनेको छ है। यसमा क्लिक गर्नु र यसमा गएर मेजर सब्जेक्ट कुन हो त चुज गर्नु। यसमा सर्ट जस्तो नेपाली हो, एनइपी दिएको छ हो, ग्रेड 1 ग्रुप एनइपी भन्ने छ। यसमा क्लिक गरौँ नेपाली विषयहरूले। अब यसपछि ग्रुप 2 भनेको माइनर, माइनरमा जानु, यहाँ जानु। अब माइनरमा कुन विषय हो तपाईँको त्यसलाई सिलेक्सन गर्नु। यो त हाम्रो मेरो चाहिँ एचपी हेल्थ हो। ल मैले हेल्थ क्लिक गरेँ। यो गरेपछि लोडमा क्लिक गरिदिने। लोडमा क्लिक गरिसकेपछि अब के भयो त यसमा भने हाम्रो फर्स्ट इयरको एजुकेसनको 600 को हुन्छ, 600 हुन्छ विषय हैन। टोटल मार्क्स यहाँ हेर्नुहोस् 600 देखाएको छ टोटल मार्क्समा। अनि सिलेक्टेड सब्जेक्टमा 500 छ भने 100 पुगेन है। अझै हामीले 100 सब्जेक्ट यहाँ थप्नु पर्ने भयो। तल जानु, ल यहाँ हेर्नु। यसको माइनरमा चाहिँ अप्सन रहेछ, फेरि त्यहाँ पनि चुज गर्न मिल्ने रहेछ। 200 को माइनरमा चाहिँ 100 सिलेक्सन गर्ने रहेछ। त्यो भएर त्यसमा कुन सब्जेक्ट हो है, एउटा फाउन्डेसन अफ हेल्थ एजुकेसन छ नि, फाउन्डेसन अफ फिजिकल एजुकेसन छ। ल हेल्थ एजुकेसनमा क्लिक गर्ने। अब हेर्नु माथि हेर्नु त एकचोटि टोटल मार्क्स र सब्जेक्ट सिलेक्टेड सब्जेक्टमा इक्वल भयो है, 600। यो भइसक्यो। अब यसमा सबमिट गरिदिनु। सबमिट भइसकेपछि यस गर्नु। भइसकेपछि अब हामीले माथि एक्जाम फर्म सेन्ड फर भेरिफिकेसन भनेको छ। अब त लास्टमा हेर्नु त प्रिन्ट भन्ने अप्सन आयो है। अघि नै यहाँ सबमिट आएको थियो, त्यहाँ प्रिन्ट आयो। प्रिन्टमा क्लिक गर्नुहोस्। प्रिन्टमा क्लिक गरेर यसलाई प्रिन्ट गरेर गएर क्याम्पसमा बुझाउनु पर्छ हजुरहरूले। यसमा दुईवटा पेज हुन्छ
है। अब जस्तो तपाईसँग त प्रिन्टर छैन भने सेभ भन्ने नि एउटा अप्सन हुन्छ, मोबाइलबाट गर्दा सेभ भन्ने अप्सन आउँछ है। सेभ एज पिडिएफ यसमा क्लिक गर्नु ल, गर्नु 2 पेज हुन्छ। सकेसम्म यसलाई प्रिन्ट गरेर लानु भने अगाडि पछाडी गर्नुभयो भने सजिलो हुन्छ है। प्रिन्ट गर्दा एउटा पेपरमा पछि गर्नु सजिलो हुन्छ। हजुरले सेभ गर्नु र यसलाई सेभमा क्लिक गर्नु, नाम अथवा केही लेखेर यसलाई सेभ गर्नु। सेभ भयो। यो सेभ गरेको कुरालाई हजुरले प्रिन्ट गरेर क्याम्पसमा लगेर बुझाउनु पर्ने हुन्छ। माथि गएर हेर्नु त, फर्म स्ट्याटस भनेर रेडमा आएको छ है। वेटिङ भेरिफिकेसन भनेको छ, क्याम्पसले भेरिफाई गर्न चाहिँ यो बाँकी छ। हजुरले लगेर प्रिन्ट सहित गएर बुझाइसकेपछि क्याम्पसले हेरेर चेक गरेर चाहिँ भेरिफाई गर्छ। अब भेरिफाई भइसकेपछि के आउँछ, सिस्टममा के देखाउँछ, प्रश्नपत्र कसरी हुन्छ भन्ने कुरा फेरि म पछि अर्को भिडियो लिएर आउनेछु। अहिले हजुरलाई अब यदि हजुरको पुरानो रेजिस्ट्रेसन छ, यो तरिकाले हजुरले आइडी पासवर्ड थाहा छैन भने योभन्दा अघिल्लो भिडियो मैले राखेको छु, त्यो भिडियोलाई एकचोटि हेर्नु होला र हजुरले युजर नेम पासवर्ड कसरी पत्ता लगाउने के गर्ने भन्ने कुरा अघिल्लो भिडियोबाट थाहा पाउन सक्नुहुनेछ। अझै पनि केही समस्या रह्यो भने यसमा कमेन्ट गर्नुहोस्, म हजुरलाई सकेसम्म सजिलो तरिकाले हजुरलाई सहयोग गर्ने प्रयासमा रहनेछु। हस्, धन्यवाद। लास्टमा यो च्यानललाई लाइक, कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला।